बिहान बेलुकाको भुजा रोटी कार्यालय पूजा कोठी 2 पैसा जोगिने हो कि त्यही आशामा दौडिन्छु बेलुका समय घुमिन्छु हाकिमहरूको इशारामा पुगिन्छ कि किनारमा भवसागरलाई परेर के लेख्या छ निधारमा केही भएन पढेर साक्नुसीको संसारमा सकिँदैन लडेर मन खुसी हो व्यापारमा बेइमानीकै चल्दो रहेछ रुखमा पैसा फल्दो रहेछ इमानदारी बेच्नेको टाउकोमा अर्को टेक्नेको आफूलाई मात्र देख्नेको झुटा कुरा लेख्नेको बेसहारालाई हेप्नेको मैले त्यो सकिन कहिले समाजले दुश्मन हो अहिले छोरा खिचखिच गर्छ जहिले हातमा आइफोन छ भन्नुस् के दिनु हो तपाईले छिमेकीको घरमा नयाँ कम्प्युटर ल्याएको छ रे सधैँ घरमा ककटेल पार्टी